हेलो गाइज, यो मेरो सर्ट भिडियो छ। योमा के छ भने मेरो काठमाडौँबाट आएपछि एउटा सानो खाद्यपाके आफ्नो रुममै राखेको आफ्नो साथीहरूसँग किनकि हामीहरू कहाँ गएको मासु पसल बाट मासु पसल गएको म आफ्नै बाइकसँग मैले चलाएको किनकि यताबाट मैले होइन मासु लिएको मासुको पसलमा त्यसपछि यताबाट मासु किनेर म र मेरो साथी माधव दुवैजना हिँडेको म आफ्नो घरतिर र यहाँ मेरो टाइम पनि थिएन मेरो साथीको एउटा सिप सकेको टाइम थिएन किनकि म यता सामानहरू पनि किनिसकेँ के किन्नु छ अरू के भनेर किनकि यो भिडियो यता हाम्रो रुमको म र मेरो अनुराग साथी छ होइन उसले अलिअलि बनायो मासु किनकि पुरै फाइनल माधवले बनाएको यताबाट हामीहरू त्यसपछि अघि बन्यो त्यसपछि हामीहरू घुम्नको लागि म आफ्नो छतमा गएको म र एउटा मेरो भाइ छ सानो मसँगै गएको किनकि हामीहरू छतमा धेरै दिनपछि साथीहरू आएको थियो यो पुरै इन्भाइरोमेन्ट थियो प्लस यो पछाडि पनि पुरै चेन्ज भइहालेको थियो के पहिला यो पुरै ग्राउन्ड थियो त्यसपछि आज पुरै यहाँ स्कुल खुलिसकेको छ किनकि मेरो एउटा साथी गयो माथि सँगै माथिबाट भिडियो लिनको लागि यो मेरो छतबाट लिएको भिडियो कति राम्रो छ पुरै चारतिरबाट पुरै राम्रोसँग घरहरू पुरै हेरिन्छ किनकि म र मेरो साथी एउटा तलै थियो माघ माथि गयो त्यसपछि हामीहरू टाइम थियो त्यसपछि म र मेरो साथीलाई सेक खेलाउँथ्यो सेक खेलेको त्यसपछि मासु आधी जति बनिसकेको थियो त्यसपछि अगाडि हामीहरूले फेरि हाम्रो साथीको वेट गर्दै थियो शिवको त्यसपछि बल्ल एकछिनपछि बनिसक्यो त्यसपछि हामीहरू टेस्टिङ गऱ्यो कस्तो छ बनेको हेरेर मेरो साथी खुवाउँदैछ माधवले मलाई र मेरो साथीलाई आफूले खाँदैछ भिडियो बनाएर त्यसपछि अगाडि हेर्दै हामीहरू सेक खेलेको बसेर म र शिव त्यसपछि आयो शिव इन्तजारमा थियो उसलाई एउटा काम परेको त्यसले आयो ढिलोसँग त्यसपछि रेडी भइसक्यो त्यसपछि हामीहरूले सबैजना मिलेर खाएको त्यसपछि उनो खेलेको र यो दिन धेरै रमाइलो र मेमोरेबल पनि भयो किनभने न बाहिर कहीँ गएर आफ्नै घरमा साथीहरूसँग भेट गरेर खेलेको र रमाएको